झट्ट सुन्दा जोक जस्तै लाग्ने एउटा कुरा सुनाउँछु है। नेपालको एयरपोर्टबाट चार्ल्स सोब्राजले यसै भनेका रहेनछन्, म त नेपालको एयरपोर्टबाट हात्ती छिराइदिन्छु भनेर यसै भनेका रहेनछन्। सुन्दा जोक जस्तै लाग्छ। एउटा पछिल्लो समय एउटा केस आइरहेको छ हामी कहाँ। त्यो केस के हो भन्नुहुन्छ भने नेपालको एयरपोर्टबाट गाँजा त्यो गाँजा नेपालको एयरपोर्टमा भेटिएन चेक गर्दा कतिसम्मको सुरक्षा फितलो हो नेपालको एयरपोर्ट, कतिसम्मको सुरक्षा चेकजाँच कतिसम्मको फितलो भन्ने कुरा योभन्दा अर्को उदाहरण केही दिनुपर्छ जस्तो मलाई लाग्दैन। गाँजा नेपालको एयरपोर्टले भेटाउन सकेन चेक गर्दाखेरि, तर त्यही गाँजा बोकेको व्यक्ति दुबईमा गइसकेपछि त्यहाँको एयरपोर्टमा चेक गर्दाखेरि गाँजा भेटियो। एउटा केस आइरहेको छ पछिल्लो समय, यो हामी केही समयपछि निकाल्छौँ। हामी यो अझै रिपोर्टिङको क्रममा छौँ। ल भन्नुहोस् अब नेपालको एयरपोर्टमा कतिसम्मको सुरक्षा फितलो रहेछ, कतिसम्मको चेकजाँच फितलो रहेछ। एउटा मोबाइल यदि ल्याउनु भयो भने मोबाइल त्यहाँ खोसिन्छ, मोबाइल होइन, तपाईँले त्यहाँ मोबाइल बक्समा हालेर यसैमा अथवा मोबाइल ल्याउनु हो भने त्यहाँ मोबाइल खोसिन्छ। तर त्यस्तो मोबाइल खोज्ने यस्ता खोज्ने तर गाँजा चाहिँ नभेट्ने भनेपछि नेपालको एयरपोर्टको सुरक्षा यो त जोकै जस्तो, झट्ट सुन्दा जोक जस्तो सुनिने, तर यो जोक होइन, रियल कुरा हो। यो हामी केही क्षणपछि निकाल्दैछौँ। भन्नुहोस् के भन्ने, अब के भन्ने। पर्यटन मन्त्रीलाई मेरो नम्र अनुरोध छ, सुझाव छ, लौ न हजुर, लौ न सरकार। यो एयरपोर्टमा सुरक्षा फितलो भयो, चेकजाँच धेरै फितलो भयो। यो पाराले भएन, यो पाराले त हुँदै भएन।